ब्याङ्किङ टर्ममा हामीले सुन्दै आएको एउटा कुरा सिडी रेसियो। यो सिडी रेसियो भनेको के हो, यसलाई सामान्य भाषामा बुझ्ने कोसिस गरौँ। सबैभन्दा पहिले सिडी रेसियोलाई नेपालीमा कर्जा तथा निक्षेप अनुपात भनिन्छ भने अङ्ग्रेजीमा क्रेडिट टु डिपोजिट रेसियो भनिन्छ। अब यसलाई सामान्य भाषामा बुझौँ। कुनै पनि ब्याङ्कमा बचतकर्ता अर्थात् निक्षेपकर्ताले जम्मा गरेको बचतबाट ब्याङ्कले कति ऋण लगानी गर्यो भनेर देखाउने रेसियो नै सिडी रेसियो हो। अब एउटा एक्जाम्पलबाट बुझौँ। जस्तै नबिल ब्याङ्कमा 1 अर्ब टोटल डिपोजिट छ भने ब्याङ्कले त्यो डिपोजिटबाट कति कर्जा लगानी गर्यो भनेर देखाउने रेसियो नै सिडी रेसियो हो। नबिल ब्याङ्कले बचतकर्ताको कुल 1 अर्ब निक्षेपबाट 70 करोड रुपियाँ लगानी गरेको छ भने उसको सिडी रेसियो 70% हुन्छ। नियामकीय प्रावधान अनुसार ब्याङ्कहरूले 90% सिडी रेसियो कायम गर्नुपर्ने हुन्छ। अर्थात् निक्षेपकर्ताले नबिल ब्याङ्कमा 1 अर्ब रुपियाँ डिपोजिट गरेका छन् भने नबिल ब्याङ्कले त्यसको 90% अर्थात् 90 करोड रुपियाँ मात्र ऋण लगानी गर्न पाउँछ। सर्वसाधारणको डिपोजिटबाट ब्याङ्कले 90%सम्म लगानी गर्न पाउँछ भने त्यो 10% भने नगद क्यास आफैसँग राख्नुपर्ने हुन्छ। नबिल ब्याङ्कमा निक्षेपकर्ताले जस्तै 1 अर्ब रुपियाँ निक्षेप गरेका छन् भने सबै त्यो पैसा एकैपल्ट निक्षेप झिक्न भने आउने भने होइनन्। जुनसुकै बेला पनि कुनै निक्षेपकर्तालाई आफ्नो आवश्यकता अनुसार 10 लाख, 5 लाख, 2 लाख, 1 लाख गरेर झिक्न आउन सक्नुहुन्छ। त्यसकारण ब्याङ्कले चाहिँ कुल निक्षेपको 90% सम्म ऋण लगानी गर्न पाउँछ भने 10% यदि निक्षेपकर्ता आफ्नो पैसा लिन आउनुभयो भने त्यो बेला दिनको लागि चाहिँ 10% पैसा चाहिँ आफूसँग क्यासको रूपमा राख्नुपर्ने हुन्छ। त्यसकारण ब्याङ्कहरूले सिडी रेसियो 90सम्म लगानी गर्न पाउनुहुन्छ। अर्थात् 100 रुपियाँ निक्षेप छ भने कुल निक्षेप नै 100 रुपियाँ हो भने ब्याङ्कले 90 रुपियाँसम्म चाहिँ ऋण लगानी गर्न पायो भने 10 रुपियाँ चाहिँ आफैसँग राख्नुपर्ने हुन्छ। सिडी रेसियो 90% को हाराहारी हुनु भनेको अब ब्याङ्कसँग चाहिँ निक्षेपबाट जति पनि कर्जा लगानी गर्न सक्ने क्षमता कम हुँदैछ भन्ने देखाउँछ भने, टाइट हुँदैछ भन्ने देखाउँछ भने सिडी रेसियो जस्तै 60% छ भने त्यो ब्याङ्क त डिपोजिटबाट अझै कर्जा लगानी सक्ने क्षमता भने उच्च छ भनेर बुझ्न सकिन्छ। कुनै ब्याङ्कले सिडी रेसियो भने 90 भन्दा माथि जाँदा नेपाल राष्ट्र ब्याङ्कले त्यस्तो ब्याङ्कहरूलाई भने कारबाही गर्ने गरेको छ। त्यसकारण ब्याङ्कहरूले 90% सम्म सिडी रेसियो मेन्टेन गर्नुपर्ने हुन्छ।